आइज होइन अहिले साह्रै मन दुखेको छ कि आज कोहीले मलाई के भने थाहा राजसपाको झोले अरे कस्तो राजसपाको झोला हो र झोले हो र अचम्म लाउँछु यार म कसैको झोले सोले होइन मलाई पार्टी मन पऱ्यो मैले उनीहरूलाई भोट दिन्छु भने उनीहरूको सपोर्ट गरेँ ए बाबा पहिला एमाले काङ्ग्रेस माओवादीबाट त राजसपा आएको त तिनीहरूले राम्रो काम गरेन तिनीहरूको विचार मिलेन तब राजसपा जन्मेको छ यार सुरुमै राजसपाको आएको त होइन नि त राजसपाका मान्छे पनि त पहिला एमाले काङ्ग्रेस माओवादीकै हुन् त तिनीहरू मान्छे छुटेर पो त्यहाँ राजसपा आयो त नयाँ पार्टीको उदय भयो त्यहाँ त्यसै झोले झोले भन्न पाइन्छ भनेको मान्छेले यार तिमीहरू त्यो बुढा खानालाई दिएर भोट दिएर के हुन्छ यार यामा तिनीहरूलाई भोट दिएर जिताए पनि त्यही त हो नि लास्टमा केही हुने होइन हामी जस्तो मान्छेहरू युवाहरू विदेश जाने हो त्यो छोरीलाई बाह्र पढाएपछि त्यही बाहिर पठाउनु त हो नि कस्तो नबुझ्ने हो रहेछ मलाई झोले अरे राजसपा घन्टी बजेको झोले अरे कस्तो पुरा सुन्नु दिक्क लाग्छ यार बुढालाई दिएर जिताएर केही हुन्छ त नि ल भन्नु ल मैले दिएँ अरे एमाले काङ्ग्रेस माओवादीलाई भोट दिएँ अरे के हुन्छ त खै त्यही हुनेवाला छैन त अनि नयाँ पार्टीले विचार गर्नु परेन हामीले हाम्रो युवा पार्टीहरूलाई विचार गर्नु परेन बालेनलाई रविलाई अरू जो पनि युवा नेताहरू आउनुहुन्छ उहाँले भोट सपोर्ट गर्नु पऱ्यो नि त सपोर्ट गरे पैसा खाएछ रे झोले रे